नमस्कार। अहिले तपाईं हेर्दै हुनुहुन्छ ओन्ली स्टेट रिभिल युट्युब च्यानल। म अनुपम। विभिन्न विषय, विभिन्न स्थान, फरक व्यक्तित्व र फरक विषयमा हामी यो युट्युब च्यानलबाट इन्टरभ्यू लिँदै आइरहेको छु र त्यो इन्टरभ्यू एउटा फरक किसिमको हुन्छ। हाम्रो कोसिस हुन्छ समाजको जति सकारात्मक पक्ष छ त्यो सकारात्मक पक्ष जनतासम्म पुगोस्, श्रोतासम्म पुगोस्, दर्शकसम्म पुगोस् र त्यसले एउटा समाजमा राम्रो परिवर्तन ल्याउन सकोस् र त्यो एउटा मिसाल जति समाजमा मिसालहरू छ त्यसलाई हामी प्रस्तुत गर्ने प्रयास यो युट्युब च्यानलबाट गर्दै आइरहेको छु। आज पनि यस्तै विषय, यस्तै व्यक्तित्वसँग हामी कुराकानी गर्न गइरहेको छु। पत्रकारिता क्षेत्रबाट आफ्नो क्यारियर सुरुवात गर्नुभएको, हेर्दा पातलो दुब्लो, चञ्चल स्वभावको तर अति तीक्ष्ण र संवेदनशील आफ्नो कर्मक्षेत्रमा उहाँ रहनुभएको थियो पत्रकारिता क्षेत्रमा। तर पत्रकारिता क्षेत्रबाट आफ्नो क्यारियर त सुरुवात गर्नुभयो, पछि उहाँले निजामती सेवामा अहिले कार्यरत हुनुहुन्छ र उता निजामती सेवामा कार्यरत हुँदा पनि अब्बल दर्जाको निजामती सेवामा काम गरेपछि उहाँको इमानदारिता, उहाँको स्वभाव, उहाँको कार्यक्षेत्रमा उहाँले प्रखर तरिकाले जुन काम गर्नुभएको छ त्यसले गर्दा उहाँको कामले गर्दा एउटा सफल कर्मचारी, उत्कृष्ट कर्मचारीको पदवी पनि पाउनु भएको छ। उहाँलाई सम्मान पनि भेटेको छ। पत्रकारिता क्षेत्रमा पनि उहाँले अब्बल नै काम गर्नुभएको थियो। खोजमूलक समाचार, उहाँको रिपोर्ट बनाउने तरिका, उहाँको समाचार लेख्ने तरिका र सत्य तथ्यमा आधारित समाजलाई झकझकाउने, कर्मचारीलाई एउटा मतलब गलत गरेपछि हामी छु हेर्ने भनेर एउटा जुन डर थियो उहाँले पत्रकारिता त्यो टाइममा गरेपछि उहाँको काम पत्रकारिताको क्षेत्रमा काम पनि अब्बल नै थियो र एउटा समाजलाई र गलत गर्ने मान्छेलाई एउटा डर थियो। दिलीप सिंह छानी हो। दिलीप सिंह आज हामी समक्ष उहाँ नै हुनुहुन्छ। म उहाँको बारेमा धेरै त बोल्न चाहन्न, उहाँसँगै सुनौँ उहाँको जीवनी, उहाँको आत्मकथा र पत्रकारिता क्षेत्रदेखि सुरुवात गर्नुभएको अहिलेसम्मको सफर र कति चुनौतीहरू मान्छेलाई अगाडि बढ्न, जब मान्छे इमान्दारीपूर्वक आफ्नो काममा अगाडि बढ्छ उहाँलाई चुनौती पनि धेरै आएको छ, उहाँमाथि आक्रमण पनि भएको छ। उहाँको लाइफ नै एउटा सिख हो हामीलाई लागेको छ। सो हामी उहाँको जीवनी तपाईँ समक्ष प्रस्तुत गर्न गइरहेको छु उहाँकै आवाजमा। नमस्ते। नमस्ते, स्वागत छ। धेरै धेरै धन्यवाद यहाँलाई। दिलीपजी सन्चै हुनुहुन्छ? एकदम सन्चै छु। सबैभन्दा पहिला त धेरै धेरै बधाई छ। धन्यवाद। तपाईँ एउटा सिराहा जिल्लाको हाम्रो जिल्लाको नाम रोशन गर्नुभएको छ, जेमा पनि अब्बल आएर उत्कृष्ट भएर कस्तो महसुस गर्दै हुनुहुन्छ? होइन, एकदम राम्रो छ। हजुरहरूको सहयोग छ, सिराहा जिल्लावासीको सहयोग छ म प्रति, मलाई त्यस्तो लागेको छ। म सिराहामा हुँदाखेरि या मधेसमा हुँदाखेरि पनि एउटा सहयोग पाएको थिएँ जिल्लाको, र बाहिर अहिले काठमाडौँलाई कार्यक्षेत्र बनाएर काम गरिरहेको छु। त्यहाँ पनि सबैको सहयोग हौसलाले नै त्यहाँ पनि एक किसिमको सफलता मिलिरहेको छ जस्तो लागेको छ। सो आई एम ह्याप्पी फर नाउ। स्वाभाविक पनि हो। दिलीपजी, स्टार्टिङ जुन तपाईँको क्यारियर पत्रकारिता क्षेत्रबाट भएको थियो र पछि निजामती कर्मचारीमा प्रवेश गर्नुभयो, अहिले तपाईँ गृह मन्त्रालय अन्तर्गत अध्यागमन विभागमा हुनुहुन्छ होइन? उहाँ यतिसम्मको यात्राको बारेमा केही अनुभव भन्नु साटासाट गर्नु न। अनुपमजी, अब पहिले तपाईँ आफै पनि अहिले पत्रकारितामा हुनुहुन्छ र त्यसले पनि पत्रकारिता क्षेत्रको विषय बुझ्नु भएको छ। मेरो विषयमा पनि म सिराहा जिल्लामा लामो समय पत्रकारिता गरेँ। लगभग मैले आफ्नो उमेरको एकदम उर्वर समय पत्रकारितामा बिताएको छु यो सिराहा जिल्लामा। 2059 सालमा मैले औपचारिक रूपमा सिराहा जिल्लाबाट सुरुवात गरेँ र 2074 सालको फाल्गुनको 12 गते मलाई याद छ, 12 गते समाचार लेख्दा लेख्दै बिचमा मैले छोडेँ। त्यही दिन मेरो निजामती सेवाको रिजल्ट आयो र निजामती सेवामा प्रवेश भएको हो। मलाई यही समय हो सिराहाको लाहानी स्थित एउटा सिमरिक होटलमा म समाचार लेखिरहेको थिएँ र त्यति बेलै एकजना साथीले तपाईँ सफल हुनुभयो भने भन्दाखेरि मैले समाचार छोडेँ। तर त्यो बिचको टर्नी जुन छ, त्यो बिचको समय, खास गरी पत्रकारिताको समय, त्यो नै एउटा महत्त्वपूर्ण समय थियो। मेरो जीवनको एउटा उर्वर समय थियो। मैले आफ्नो लगभग युवा उमेरको धेरै समय पत्रकारितामा बिताएको छु।
त्यसले पनि सिरा जिल्लालाई मैले बुझ्न पाएँ, यो मधेस बुझ्न पाएँ र खास गरी राज्य संयन्त्रहरू बुझ्न पाएँ, जसले गर्दा मलाई अहिले निजामती सेवामा टिकिराख्न धेरै सहयोग भएको छ। मलाई अहिले पनि स्मरण छ, म पत्रकारिता छोडेर जब निजामती सेवामा प्रवेश गरेँ, केही यही जिल्लाका पत्रकार साथीहरूले पनि दिलीप जुन किसिमले पत्रकारिता यहाँ गरेको थियो त्यही स्वभावमा निजामती सेवाभित्र टिक्न सक्छ या सक्दैन भन्ने उहाँहरूले सामाजिक सञ्जालहरूमा लेख्नु भएको थियो। तर त्यो टिकाइराख्न पनि मेरो चुनौती थियो, किनभने म पत्रकारितामा हुँदाखेरि पनि राज्यका संयन्त्रहरूलाई एउटा सकारात्मक दिशामा अगाडि बढाउनुपर्छ भन्ने किसिमले मैले पत्रकारिता गरेको थिएँ। खास गरी भ्रष्टाचारका विरुद्धमा, त्यसपछि अपराध नियन्त्रणका विरुद्धमा, सामाजिक न्याय प्राप्तिका विरुद्धमा, यी विषयहरू नै मेरो मुख्य विषयहरू थियो र त्यही विषयहरूलाई कायम गराउने राज्य संयन्त्रमा आफू प्रवेश गर्दा त्यो चुनौतीहरू थियो। त्यो चुनौतीहरूलाई म अहिले पनि सामना चाहिँ गरिरहेको छु, नगरेको चाहिँ होइन। तर ती समयहरू अब अहिलेलाई मैले गरेको पत्रकारिताको समय एकादेशको कथा जस्तो भयो, किनभने कसैले पनि सोचेको थिएन म पत्रकारिता क्षेत्रलाई छोडेर फेरि निजामती सेवामा प्रवेश गर्छु र निजामती सेवामा गएर त्यही तरिकाले काम गर्न सक्छु भन्ने विभिन्न अड्कलबाजीहरू हुन्थ्यो। तर मलाई के लाग्यो भने आफू जहाँसुकै बस्दाखेरि पनि आफ्नो कामप्रतिको लगनशीलता देखाउने हो भने जुन क्षेत्रमा पनि गएर राम्रो गर्न सकिन्छ, जुन क्षेत्रमा पनि गएर टिक्न सकिन्छ भन्ने लागेर म अहिले निजामतीमा टिकिरहेको छु, राम्रै भइरहेको छ। र त्यो सँगसँगै पत्रकारिता क्षेत्र केही क्षेत्रहरू छन्, जस्तै मैले खास गरी कामको सुरुवात, मेरो व्यावसायिक कामको सुरुवात पत्रकारिता भन्दा पनि बेग्लैतिर थियो। त्यो धेरैलाई याद छैन होला, धेरैलाई जानकारी छैन। म जति बेला 2057 सालमा म सिरा जिल्लाको लाहानस्थित ब्रह्माण्ड गोर्साली माध्यमिक विद्यालयबाट मैले माध्यमिक शिक्षा उत्तीर्ण गरेँ, जसलाई हामी एसएलसी भन्छौँ। विद्यालयमा पनि त्यो बेलाको एसएलसी दिँदाखेरि म आफ्नो विद्यालयको पहिलो ब्याच, एसएलसीको पहिलो ब्याच हो। त्यस बेला पनि विद्यालयको सबै विद्यार्थीको नतिजा आउँदा तेस्रो स्थान थियो मेरो। मेरो आफ्नै काकाको छोरो दाजुले पहिलो स्थान हासिल गर्नुभएको थियो र जहिले पनि पढाइमा उहाँसँगै मेरो कम्पिटिसन पनि हुने गरेको थियो। उहाँ र दाजुभाइ सँगसँगै पढ्थेँ, उहाँ पनि पढ्नलाई राम्रै हुनुहुन्थ्यो र उहाँसँगै मेरो पछाडि म पनि उहाँकै पछाडि अगाडि बढ्ने प्रयासरत थिएँ र संयोगवश भनौँ अहिले पनि दुवैजना निजामती क्षेत्रमै छौँ। र मेरो त्यो बेलाको एसएलसी ब्याचमा निजामती क्षेत्रमा प्रवेश गर्ने त्यो ब्याचको हामी दुईजना मात्रै हौँ। त्यसपछि जब एसएलसी पास गरिसकेँ, मलाई त्यति बेला पनि धेरै सरहरू, जस्तै मैले नामै लिनु पर्यो भने अहिले पनि अध्यापन क्षेत्रमै हुनुहुन्छ रङलाल शाह भन्ने, सप्तरी घर भएको तर लाहानमा हुनुहुन्थ्यो। उहाँले निःशुल्क रूपमा मलाई पढाउनु भयो। धेरै वर्षसम्म ट्युसन मैले उहाँको घरमा पढेँ, उहाँसँग पढेँ, निःशुल्क रूपमै पढेँ। जति सकिन्थ्यो त्यति पैसा दिनुहुन्थ्यो मेरो बुवाले। त्यसपछि फुलेश्वर महतो भन्ने अझै पनि त्यही विद्यालयमा पढाइराख्नु भएको छ, विभिन्न क्याम्पसमा पनि पढाइराख्नु भएको छ। 6 कक्षादेखि 12 कक्षासम्म उहाँको घरमा मैले ट्युसन गरेँ, तर 1 रुपियाँ पनि मैले तिरेको छुइनँ, मलाई याद छ। र त्यो सँगसँगै ती उहाँहरूकै देनले पनि मैले मेहनत गर्नुपर्छ भन्ने बुझेको थिएँ। र त्यसरी नै पढ्दै जाँदा बुवा एउटा गरिब परिवारको हुनुहुन्थ्यो होइन, उहाँले गरेको सङ्घर्ष पनि म बिर्सिन सकिरहेको छुइनँ। म आफै पढ्नलाई पनि म धेरै शिक्षकहरूको घरमा दुध बेचेर पढेको होइन, त्यो मलाई याद छ। त्यसपछि जब मैले एसएलसी पास गरेँ, +2 पढ्नलाई म लाहानस्थित एभरेस्ट कलेजमा पढेको। उहाँले 75% डिस्काउन्ट दिनुभएको थियो मलाई त्यति बेला। र त्योमा पनि पैसा जुटाउन त्यति बेला नै महिनाको 700 रुपियाँ लाग्थ्यो मलाई, 700 जस्तो लाग्थ्यो। त्यो खर्च जुटाउन पनि गाह्रो थियो। बुवाले धेरै खर्च जुटाउनलाई धेरै जग्गाहरू बिक्री गरिसक्नु भएको थियो मैले बुझ्दासम्म। र भर्खर 2-3 दिन अगाडि पनि मेरो आमाले भन्नुहुन्थ्यो, तिमीहरूलाई पढाउनको लागि मैले चाहेको सबै आफ्नो गरगहना बेचेको छु, सकिन्छ त्यो जुटाइदेऊ भन्नुभएको थियो। म घर आएको दिन मलाई याद छ। त्यस कारणले त्यो +2 को खर्च जुटाउन मैले यहीँ आज जहाँ हामी यो अन्तर्वार्ता गर्दैछौँ यसैको छेउमा कृष्णा अफसेट प्रेस थियो त्यति बेला। त्यहाँ मैले 300, 500 र 700 तीनवटा मासिक दरमा मैले काम गरेको मलाई याद छ। मासिक रूपमा 300 रुपियाँ लिन्थेँ। त्यो पसले
को चियासम्म चिया पसलबाट पसले ल्याएर चिया खुवाउँथेँ। त्यसरी मैले आफ्नो क्यारियरलाई अगाडि बढाएको र त्यसरी गर्दाखेरि जब मेरो एउटा गेस्ट पेपरहरूको पैसा जुट्थ्यो म त्यहाँबाट काम छोड्थेँ, फेरि पढ्नलाई जान्थेँ, फेरि पैसा अभाव हुन्थ्यो। दोस्रोचोटि आउँदा मैले 500 को मासिक काम गरेँ, फेरि छोडेर गएँ, फेरि आउँदा 700 को काम गरेँ। यसरी नै पटक पटक गरेर 300, 500, 700 मासिक दरमा त्यहाँ काम गर्थेँ। र संयोग राम्रो के थियो भने त्यहाँ लाहान स्थित केही साप्ताहिक पत्रिकाहरूको छपाई हुन्थ्यो र त्यहाँ छपाई हुँदाखेरि त्यहाँबाट म पत्रकारितामा खास सिफ्ट भएको। पत्रिका त्यहाँ छपाई हुन्थ्यो। त्यहाँ त्यति बेला देवराज पोखरेल अहिले पनि उहाँ यही जिल्लामा हुनुहुन्छ, सञ्चार र सङ्घ संस्थाहरूमा कार्यरत हुनुहुन्छ। त्यति बेला रामप्रसाद भट्टराई भन्ने हुनुहुन्थ्यो, अहिले उहाँ काठमाडौँलाई बेस बनाउनु भएको छ। सुभक महतो भन्ने साथी, रामरोशी महतो, यीहरू सबैजना आउँदाखेरि उहाँहरू त्यति बेला बाल पत्रकारितामा हुनुहुन्थ्यो तर यहाँ आउनुहुन्थ्यो। म पनि त्यहाँ पत्रिका छपाई भएको देख्दा र त्यो पसलमा म फोटोकपीको काम गर्थेँ। खास गरी फोटोकपीहरू मान्छे फोटोकपी गर्न आउँदा मैले फोटोकपी गरिदिन्थेँ र त्यहाँ बस्दा बस्दै त्यो कम्प्युटरको किबोर्ड कसरी चलाउँछ भनेर म सिकेको हो। खास म औपचारिक कक्षा भन्दा पनि कम्प्युटरको औपचारिक कक्षा लिएको थिइनँ। रविलाल चौधरी भन्ने व्यक्ति कम्प्युटर चलाउनुहुन्थ्यो र अमर यादव अहिले सिरामा हुनुहुन्छ सायद मलाई लाग्छ। उहाँ दुईजनाको कम्प्युटर हेर्दा हेर्दै मैले सिकेको नेपाली टाइपिङ त्यति बेला। र त्यहाँ हुँदाहुँदै एउटा पत्रिकामा नवजागृति भन्ने पत्रिका साप्ताहिक पत्रिका निस्किन्थ्यो, एउटा विज्ञापन खुलेको थियो। त्यो विज्ञापन म भर्छु भनिदिनु न भनेर कुरा गर्दाखेरि होइन पसलमा काम गर्ने मान्छे यसैमा रहनुपर्छ, कहाँ विज्ञापन भर्न जाने भन्ने कोही एकजना व्यक्तिले भन्नुभएको थियो। र त्यहीँबाट पत्रकारहरूसँग अग्रजहरूसँग समन्वय भयो, पत्रकारिता गर्नुपर्छ भन्ने मलाई लाग्यो। त्यसपछि पत्रकारितातिर सिफ्ट हुँदै जाँदा दिनेश्वर प्रसाद गुप्ता भन्ने न्युजवारबाट साप्ताहिक निकाल्ने उहाँको सम्पर्कमा पुग्न गएँ। उहाँले मलाई स्थान दिनुभयो, म पत्रकारितामा थालेँ। त्यो बेलादेखि नै मेरो पत्रकारिता मैले 2-4वटा समाचार मात्रै लेखेको थिएँ, त्यसले समाजलाई असर गर्यो र त्यो पत्रकारितामा चाहिन्छ भन्ने लागेर दिनेश्वर प्रसाद गुप्ताले मलाई तपाईँ बस्नुपर्छ लाग्नुपर्छ भनेर भन्नुभयो। मैले पत्रकारिता करियर सुरु गरेँ। म पत्रकारिता गर्दा न कुनै तालिम लिएको थिएँ, न मलाई कसैले लेख्न सिकाएको थियो, मैले आफ्नै मनले सुरुवात गरेको। त्यसपछि 2059 साल जति बेला राज्य एउटा कर्फ्यूको अवस्थामा थियो, सिरा बजारमा एउटा तालिम सुरु भयो। मलाई अहिले पनि याद छ, विजय प्रसाद मिश्र र धर्मेन्द्र झा भन्ने जो पछि पत्रकार महासङ्घको अध्यक्ष पनि हुनुभयो, उहाँ दुईजना तालिम दिनलाई आउनुभएको थियो। त्यहाँ गएर 1 हप्ताको तालिम लिएर औपचारिक रूपमा मैले मेरो गुरुको रूपमा पत्रकारिताको औपचारिक तालिम दिने गुरुको रूपमा विजय प्रसाद मिश्र र धर्मेन्द्र झा अगाडि आउनुभयो र उहाँबाट सिक्दाखेरि मैले पत्रकारिताको अवस्था सुरुवात गरेँ। र यो सँगसँगै के छ भन्दा त्यो बेला यस्तो बेला थियो जो पत्रकारिताको हट समय पनि थियो, किनभने माओवादी र राज्य विरुद्धको द्वन्द्व चलिरहेको थियो। एकातर्फ पत्रकार राज्यको विरुद्धको टार्गेटमा थियो, माओवादीलाई सहयोग गर्यो भनेर, भने अर्कोतर्फ प्रहरीलाई सहयोग गर्यो भनेर माओवादीको टार्गेटमा थियो। ती व्यवस्थाका बिचमा त्यो समयको बिचमा पत्रकारिता गर्दै जाँदाखेरि आफैमा निखार आउँदै गयो र कामको सुरुवात गर्दै गएँ। सिराको साप्ताहिकहरूबाट सुरु गरेको पत्रकारिता राज्यको एउटा राम्रै पत्रिकासम्म पुग्ने अवसर पाएँ। तपाईँलाई पनि थाहा छ लगभग 10 वर्ष नयाँ पत्रिका जो राज्य संयन्त्रहरूलाई एउटा प्रभावकारी असर छोड्ने, प्रभावकारी व्यवस्था ल्याउनको निम्ति प्रभाव छोड्ने पत्रिका, त्यसमा पनि करिब 10 वर्ष मैले काम गरेँ र त्यो पत्रिकामा काम गर्दा गर्दै म नेपालको निजामती सेवामा प्रवेश गरेँ। त्यसले पनि मलाई के सिकायो भने पत्रकारिताले यहाँको भाषाको ज्ञान दियो, राज्य संयन्त्र बुझ्न सहयोग गर्यो, राज्यका कर्मचारीहरू कस्ता हुन्छन्, कस्तो हुनुपर्छ भन्ने कुरा सहयोग गर्यो र त्यसपछि राज्यका संयन्त्रहरूमा कहाँ कहाँ विकृति छ र कहाँ कहाँ त्यसलाई सुधार ल्याउनुपर्छ भन्ने कुराहरू पनि सहयोग भयो। हो त्यो पत्रकारिता समयमा पनि ती बुझ्दै जाँदा त्यही अनुसारले पत्रकारिता गरियो। समाजलाई कहिले पनि नकारात्मक दिशातिर अगाडि लाने गरी पत्रकारिता गरिएन। जुन समाचार लेखियो त्यो समाचारले राज्यलाई कतै न कतै, राज्यको संयन्त्रलाई होस् या समाजलाई होस् वा त्यो व्यक्तिलाई होस्, कतै न कतै प्रभाव छोड्ने गरी नै समाचार लेखियो जस्तो लाग्छ। त्यसले पनि पत्रकारितामा नै धेरै पटक मलाई लाग्छ, करिब 6-7 पटक मैले राज्यका निकायबाट पनि, आफ्नै सहकर्मीहरूबाट पनि, समाजका व्यक्तिहरूबाट पनि पुरस्कार, सम्मान लगायतका कुराहरू
पाएको थिएँ र त्यसैले पनि अहिले मलाई निजामती सेवामा सहयोग पुगिरहेको छ अनुपमजी। बिल्कुल, पत्रकारिताको अनुभव अहिले धेरै काम लागेको छ तपाईँलाई। सेवाग्राहीले के चाहन्छ, सेवाग्राहीले कर्मचारीबाट के उम्मिद राख्छ, उसको भावना के हुन्छ, त्यो सबै भावनाबाट भिगेर तपाईँ एउटा निजामती कर्मचारी त्यसपछि हुनुभयो र त्यो अप्लाई गर्नुभयो आफ्नो कार्यक्षेत्रमा। एक्ज्याक्टली त्यही नै हो। मैले अघि पनि भने पत्रकारिता यस्तो क्षेत्र हो जसलाई राम्रो तरिकाले अगाडि बढाउन सक्यो भने त्यसले राम्रै नतिजा दिन्छ, चाहे त्यो व्यक्ति आफूमा होस् वा समाजका वा राज्यका अङ्गहरूमा। त्यो किनभने पत्रकारिता गर्दै गरेको व्यक्तिले राज्यको हरेक क्षेत्रको ज्ञान राख्छ। त्यहाँ धेरै ज्ञान नराख्ला बेग्लै कुरा हो, तर राज्यका हरेक क्षेत्रको ज्ञान राख्छ। राज्य कसरी चल्नुपर्छ वा राज्यका संयन्त्रहरू कसरी चल्छन् भन्ने कुरा पनि ज्ञान राख्छ भने त्यहाँ कहाँ कमजोरी छन् भन्ने कुराको पनि ज्ञान राख्छ र आफू कसरी अगाडि बढ्ने, आफ्ना सेक्युरिटीको कुरा, आफ्नो व्यवहारका कुरा, आफ्ना जीवन यो लाइफस्टाइलका कुराहरू सबै कुरा पत्रकारिताले कतै न कतै सिकाएको हुन्छ यदि असल पत्रकारिता गर्ने हो भने। हुन त पछिल्लो समयको पत्रकारिता चाहे सिरा होस् वा मधेसका जिल्लाहरूको कुरा विभिन्न किसिमका टिका टिप्पणीहरू हुन्छन्, तर हाम्रो बेलामा मैले गरेको पत्रकारिताको बेलामा पत्रकारितामा केही फरकपना थियो। त्यति बेला पत्रकारिता गर्दा वा समाचारहरू लेख्दा त्यहाँ त्यो विषयमा समाजमा छलफल हुन्थ्यो। मलाई यतिसम्म थाहा छ कि कतिजना शिक्षकहरूले, कतिजना राजनीतिक कर्मीहरूले म त्यहीँ बसिरहेको हुन्थेँ, मलाई चिनेको हुँदैन थियो, तर दिलीपले लेख्ने पत्रिका कुन हो भनेर दिनु न भन्ने कुरा पनि पत्रिकामा आउँथ्यो। अरू साथीहरूको पनि आउँथ्यो, त्यसरी खोजी हुन्थ्यो, नभएको होइन। तर हामीले त्यो बेला गरेको पत्रकारिता मैले अघि भनिहालेँ, पत्रकारिता असल हुनुपर्छ, पत्रकारिताले समाजलाई नेतृत्व गर्नुपर्छ। अहिले हाम्रो के भयो भने समाजले हामीलाई नेतृत्व गरिरहेको छ वा राज्यका अन्य निकायहरूले हामीलाई नेतृत्व गरिरहेको छ। पत्रकारप्रति आँखा उठाउने साहस थिएन राज्यका निकायहरूको। त्यो हिसाबले हामी पत्रकारिता गर्थ्यौँ र कसैलाई नियन्त्रणमा लिनु पर्दाखेरि हामीसँग सल्लाह हुन्थ्यो। बिल्कुल, म यतातिर पनि आइरहेको छु। तपाईँ लगभग 58 सालदेखि 2058 सालदेखि नै पत्रकारिता लगभग 1.5 दशक पत्रकारिता क्षेत्रमा जुझारु रूपले काम गर्नुभयो होइन। र अहिलेको अवस्था पत्रकारिताको जुन हेरिराख्नु भएको छ सिराहा जिल्लाको, म सबै खराब छ म भन्न चाहदिनँ, तर तरिका फरक छ। के भन्न चाहनुहुन्छ कि अहिले जुन जति महत्त्व हुनु पर्यो पत्रकारिता क्षेत्रलाई, एउटा राज्यको चौथो अङ्ग भन्छ होइन, त्यो मेन्टेन भइरहेछ? यस्तो अनुपमजी, अब म अहिले निजामतीमा छु, पत्रकारिताको विषयमा सबै कुरा भन्दा साथीहरूलाई नराम्रो लाग्ला, तर मलाई के विश्वास छ भने म सिराहा जिल्लाको पत्रकारिताको कुनै समय नेतृत्व आफै पनि नेतृत्व गरेको कारणले म त्यो भन्दा त्यति नरमाइलो नहोला जस्तो लाग्छ। मैले सिराहा जिल्लामा पत्रकारिता गर्दा म आफै पनि सिराहा जिल्लाको नेपाल पत्रकार महासङ्घ सिराहा कार्य समितिको सहसचिव भएर अध्यक्षको लागि प्रतिस्पर्धा गरेर सल्लाहकारको भूमिकामा बसेको मान्छे। त्यही भएर मैले भने पत्रकारिताले समाजलाई नेतृत्व गर्नुपर्छ, न कि हामीलाई अरूले नेतृत्व गरोस्। तर हामी गलत बाटोमा गयो भने हामीलाई अरूले नेतृत्व गर्छ भन्ने हो। हामी सही बाटोमा भयो भने हामी अरूलाई नेतृत्व गर्न सक्छौँ। हामी एउटा पावर हाउस भन्छु म, सञ्चारकर्मी एउटा पावर हाउस हो। त्यो पावर हाउसलाई सहज तरिकाले प्रयोग गर्यो भने त्यो सही बाटोमा अगाडि जान्छ र त्यो पावर हाउसलाई नराम्रो तरिकाले प्रयोग गर्न खोज्यो भने त्यो विस्फोट हुन्छ। त्यही भएर त्यो जब विस्फोटको वातावरण हुन्छ त्यहाँ अन्य निकायहरूले खेल्न खोज्छ भन्ने हो। पत्रकारिता कुन बाटोमा छ म भन्न चाहन्न, तर बाटो जुन सही बाटोमा हुनुपर्ने हो त्यति सही बाटोमा छैन कि भन्ने गुनासो जनगुनासो समाजबाट छ। मैले केही समयमा कहिलेकाहीँ आफू त्यही पेसाबाट गएको हो, त्यो पेसामा परेका साथीहरूको दुःख कष्टमा अझै पनि म सहयोग गर्न अगाडि भएर आइरहेको हुन्छु। त्यो नियालिरहेको हुन्छु सिराहा जिल्लाको पत्रकारिता वा मध्य प्रदेशको पत्रकारिता। त्यो नियालिरहँदा कहिलेकाहीँ त्यो पत्रकारितामा परेको असर वा पत्रकारिताले बिराएको बाटोको विषयमा मेरै फेसबुक स्ट्याटस हेर्नुभयो भने कहिलेकाहीँ आउँछ। त्यसले पनि कहिलेकाहीँ के कुरा आउँछ भने निजामती सेवामा गइसकेको व्यक्तिले यसरी पत्रकारिताको बारेमा नलेखिदिँदा हुन्थ्यो कि वा राज्यका निकायहरूको बारेमा नलेखिदिँदा हुन्थ्यो कि भन्ने कुरा हो। तर चाहे निजामती सेवामा होस् वा राज्यका अन्य निकायहरूमा होस्, हामी कोही गलत बाटोमा छौँ भने त्यसको सुधारको लागि लेखिदिँदा खासै त्यसले असर गर्दैन। मेरो बुझाइ त्यो बुझाइले म अगाडि बढेको मान्छे हो। तसर्थ पत्रकारितामा केही समस्या आएको छ, त्यो समस्याको निम्ति यहाँका निकायहरू छन्, खास गरी प्रेस काउन्सिल छ पत्रकारितालाई नियन्त्रण गर्ने, त्यहाँबाट नियन्त्रणका प्रयासहरू हुनुपर्थ्यो वा हुनुपर्छ। नेपाल पत्रकार महासङ्घ आफै छ,
नेपाल पत्रकार महासङ्घमा हामीले नै जिताएका साथीहरू छन्, हाम्रै सहकर्मीहरू छन्, त्यति बेला मसँग पत्रकारिता गर्ने साथीहरू पनि त्यहाँ हुनुहुन्छ। उहाँहरूले पनि पत्रकारितालाई सही बाटोमा लैजानको लागि कतै असल प्रयास गर्न नसकेको हो कि जस्तो मलाई लाग्छ। साथीहरू सामाजिक सञ्जालमा पत्रकारिता गर्न थाल्नु भएको छ, जबकि पत्रकारिताका आफ्नै माध्यमहरू छन्। सामाजिक सञ्जालमा पनि पूर्ण रूपमा पत्रकारिता भइरहेको छैन। सानो केही कुरा लेखिदिने र त्यसले अन्य ठाउँमा अरू लाभहरू लिने जस्ता गतिविधिहरू भएको छ। म आफ्नै निकायहरूबाट पनि त्यो रिपोर्टहरू पाएको छु। जुन निकायमा म छु, जहाँ मैले काम गरेँ, त्यहाँ यी राज्यका विभिन्न गतिविधिहरूको विषयमा हामीले त्यहाँ सूचनाहरू लिन्थ्यौँ, त्यो सूचनालाई विश्लेषण गर्थ्यौँ। त्यहाँ पनि त्यस्ता गतिविधिहरू नपुगेको होइन। तर पत्रकारितालाई असल तरिकाबाट यहाँका सञ्चार माध्यमहरूले, यहाँका रेडियोहरूले वा यहाँका पत्रकारिताका अभिभावकहरूले लैजानु जरुरी छ जस्तो लागेको छ। बिल्कुल सिक्ने प्रयास, नयाँ नयाँ साथीलाई सिक्ने प्रयास गरौँ होइन, त्यो असल। अनि जो पुरानो भइसक्नु भएको छ उहाँले गाइडेन्स गर्ने प्रयासको अझै आवश्यकता छ। दिलीपजी, पत्रकारिता क्षेत्र यस्तो हो, एउटा नसा जस्तो हुन्छ होइन। मान्छे मलाई कतिजनाले भनिसके यो नसा हो भनेर भनिसकेको छ। स्वाभाविक पनि हो। अब समाजलाई एउटा सही दिशामा लग्ने जिम्मेवारी पत्रकारले बोकेको हुन्छ। आफ्नो कलमले गर्दा, आफ्नो बोलीले गर्दा त्यसले एउटा मार्गदर्शन गर्ने जिम्मेवारी पत्रकारको पनि हुन्छ। अनि यो नसाबाट एक्कासी तपाईँ निजामती कर्मचारीतिर जानु, त्यसमा कुनै ट्रिक यो छ कि मतलब त्यतिकै यो नर्मली मलाई त्यसमा जाने मन भयो भनेर? यस्तो अनुपमजी, अब भएको के हो भने म पत्रकारिता बेसमा काम गरिरहेको मान्छे, पत्रकारितामा राम्रै थिएँ, आफूलाई राम्रै सेटिस्फ्याक्सन थियो। त्यसमा म पत्रकारिताबाट सिफ्ट हुनुपर्छ भन्ने पनि थिएन। पत्रकारितामा गर्दै गर्दा साथीभाइहरूसँग पनि राम्रै थियो, राम्रै स्थानहरू पाएको थिएँ मैले पत्रकारितामा। तपाईँलाई थाहा छ प्रेस चौतारी नेपाल जो पत्रकारिताकै एउटा संस्था हो, पत्रकारहरू, श्रमजीवी पत्रकारहरू एकबद्ध भएर बनेको संस्था। त्यसको विभिन्न पदहरू पनि मैले पाएँ। सगरमाथा अञ्चल सचिव भएको थिएँ, केन्द्रीय सदस्य भएँ, दोस्रो कार्यकालको लागि पनि केन्द्रीय सदस्य भएँ। जब मलाई केन्द्रीय सचिव बनाउनुपर्छ भन्ने चर्चा परिचर्चा चलिरहेको बेला म सिफ्ट भइसकेको थिएँ, निजामतीमा सिफ्ट भइसकेको थिएँ। निजामती सेवामा सिफ्ट हुनुको बिचमा फेरि मेरो आफ्नै अन्तरङ्गहरू छ। म पत्रकारिताबाट विभिन्न किसिमका कामहरू गर्दै गर्दा मलाई सुरक्षा निकायका केही सदस्यहरू जो अहिले पनि नेपालको सुरक्षा निकायमा हुनुहुन्छ, केही रिटायर्ड हुनुभयो र त्यति बेला निजामती सेवा वा जिल्लाका नेतृत्व गरिरहेका प्रमुख जिल्ला अधिकारी लगायतका सरहरूले तपाईँको लेखाइ राम्रो छ, तपाईँ राम्रै लेख्नुहुन्छ, प्रभाव छोड्नुहुन्छ, तर यो जहाँनिर पत्रकारिता गर्दै हुनुहुन्छ त्यो ठाउँको पत्रकारिताले तपाईँलाई असर गर्छ भन्ने लगायतका सुझावहरू दिनुभयो। मलाई अहिले पनि याद छ, त्यति बेला ज्ञानेन्द्र फुयाल भन्ने हुनुहुन्थ्यो, लाहानको प्रहरी नायब परीक्षक, सन्तोष नेउला हुनुहुन्थ्यो प्रहरी निरीक्षक, र एसपी एकजना हुनुहुन्थ्यो, मैले नाम बिर्सेँ, उहाँ रिटायर्ड भइसक्नु भएको थियो, अहिले रिटायर्ड भइसक्नु भयो, अवकाश जीवन बिताइराख्नु भएको छ। उहाँहरूले 2-3 राति मेरो घरमा सेक्युरिटी सुरक्षा राख्नुभएको मैले आफ्नै आँखाले देखेको छु। मलाई जानकारी थिएन, मलाई जानकारी पनि दिनुभएको थिएन। तर म जब राति बाहिर निस्किँदा निन्द्रा खुलेपछि मेरो घरमा प्रहरीहरू देखेँ। त्यसपछि मैले ती प्रहरी भाइहरू सुरक्षाको लागि रहेछ भन्ने कुरा मैले थाहा पाएँ। जब ती भाइहरूलाई मैले किन मेरो घरमा बसेको भन्दा यतातिर सुरक्षामा खटिएको थिएँ, दाजुको घर भनेर आएर बसेँ भन्ने कुरा गर्यो। र त्यसपछि मलाई अलिक भावनात्मक रूपमा मलाई चोट पुगेको थियो त्यति बेला। र उहाँहरू मेरो घरमा त्यसो 2-3 दिन मैले खोजी गर्दाखेरि मेरो घरमा आएर त्यति ज्ञानेन्द्र फुयाल लगायतका सरहरू मेरो घरमा मेरो बुबालाई कन्भिन्स गर्न खोज्नुभयो, उहाँको लेखाइ राम्रो छ, उहाँलाई निजामतीमा ट्राई गर्न भन्नु, नभए काठमाडौँ, यहाँबाट काठमाडौँ सिफ्ट गर्नु। त्यसको कारण के थियो भन्दा मैले यसो पछि बुझ्दै गर्दाखेरि त्योभन्दा अगाडि म माथि भएका विभिन्न किसिमका आक्रमणका घटनाहरू जो सिराहा जिल्लामा जगजाहेर नै छ अझै पनि होइन। म विभिन्न किसिमका आक्रमणमा परेँ, धेरैपल्ट अस्पताल पुग्नु पर्यो। 2072 सालको ज्येष्ठ 4 गते हो जस्तो लाग्छ, यदि समय त्यही बेलामा म एउटा समाचारको लागि सिराहा पुगेको थिएँ। सिराहामा एकजना कर्मचारीलाई एउटा समाचारको विषयमा खोजिबिन गर्दा उहाँले त्यससँग सम्बन्धित समाचारसँग सम्बन्धित व्यक्तिहरूलाई खबर गरिदिनु भयो र त्यो खबर गरिदिँदाखेरि
त्यहाँबाट मलाई थ्रेटहरू सुरु भएको थियो। त्यो विषय विभिन्न मिडियाहरूमा पनि आएको थियो र त्यसपछि ममाथि आक्रमण भयो। त्योभन्दा पहिले पनि आक्रमण भएको थियो, कतिचोटि प्रहरीबाटै पनि भयो। तर त्यो बेला अन्तिम पटक 2072 सालको जेठ 4 गते जुन बेला ममाथि आक्रमण भयो त्यो एकदम गम्भीर किसिमले सायद त्यति बेला समयमा प्रहरी नपुगिदिएको भए सन्तोष नेउला प्रहरी निरीक्षक थियो, हामी सँगसँगै एसएलसी ब्याच पनि हौँ, तर उहाँ समयमा नपुगिदिएको भए र मलाई त्यहाँबाट रेस्क्यु नगरिदिएको भए सायद म यो संसारमा नरहने अवस्था पनि हुन सक्थ्यो। ती विभिन्न कारणहरू थियो। पत्रकारितामा हुँदा मैले दुःख कष्टहरू गरि नै रहेको थिएँ। राज्यका विभिन्न अधिकारीहरूबाट पनि निजामतीमा सिफ्ट हुनुपर्छ भन्ने कुरा पनि आइरहेको थियो र त्यो बिचमा अर्को एउटा फेरि के छ भने मैले अघि पनि भने म सँगसँगै जोसँग प्रतिस्पर्धा गरेर म पढिरहेको थिएँ उहाँ दाइ पनि त्योभन्दा पहिले निजामतीमा सिफ्ट भइसक्नु भएको थियो र मभन्दा सिनियर 2 जना दाजुहरू जब निजामतीमा सिफ्ट हुँदा काकाले गएर मेरो बुवालाई तिम्रो छोराहरू बिग्रियो, जहिले पनि कुटाइ खान्छ, तिम्रो छोराहरूमाथि आक्रमण हुन्छ, कुन दिन छोरा नरहला जस्ता कुराहरू गर्नुहुन्थ्यो र त्यसले बुवाको भावनालाई पटक पटक चोट पुगिरहेको थियो। त्यहाँबाट मैले सायद बुवाले जुन दुःख गर्नुभएको छ मेरो पढाइका निम्ति पनि वा मेरो जीवनका निम्ति पनि त्यसले पनि म अब केही मेहनत अझै गर्नुपर्छ कि जति पत्रकारितामा मेहनत गरिरहेको छु त्यो मेहनत सायद मैले निजामतीमा गरेँ भने मेरो सफलता हुन सक्छ भन्ने लाग्यो र भाइले पनि ट्राई गरिरहेको थियो, भाइले पनि प्रयास गरिरहेको थियो निजामतीमा। म एउटा घरको जेठो छोरो भएको नाताले पनि घरको जिम्मेवारीहरू थियो। सायद मभन्दा पहिले भाइ निजामतीमा प्रवेश गरेको भए आज म निजामतीमा नरहन सक्थेँ वा म नजान सक्थेँ हैन, किनभने घरको अवस्था पनि एक किसिमले ट्याकल गर्नुपर्ने थियो। म पढ्ने बेलामा नै मैले अघि पनि भने आमाले लागेको गरगहना बेचिसक्नु भएको थियो। मलाई पढाउनको लागि बुवाको नाउँमा भएको जग्गाहरू बिक्री भइसकेको थियो हैन। त्यो बेला जग्गाको मूल्यहरू पनि त्यस्तै थिए, 1 कट्ठा 2 कट्ठा गर्दै बुवाले जग्गा बेचिराख्नु भएको थियो मेरो पढाइको खर्चको लागि, किनभने म जेठो थिएँ। त्यसपछि भाइलाई कन्टिन्यू गराउनु पर्ने थियो, बहिनीलाई कन्टिन्यू गराउनु पर्ने थियो। ती सबै जिम्मेवारीहरू पक्कै पनि जेठो छोरामा आइपर्छ। त्यो भइसक्दाखेरि म निजामतीमा ट्राई गर्न थालेपछि मेरो नाम निस्किन थाल्यो। मेरो तेस्रो चोटिमा सफल भएको, 2 चोटि मैले लिखित पास गरेँ, अन्तर्वार्तामा गएर प्र्याक्टिकल कम्प्युटर अपरेटरमा प्र्याक्टिकलमा भएन। त्यसपछि तेस्रो पटक फेरि निस्कियो। एउटा संयोग कहिलेकाहीँ राम्रो हुन्छ, कहिलेकाहीँ नराम्रो पनि हुन्छ। म त्यति बेला संस्थामा काम गरिरहेको थिएँ, मैले संस्थाको नाम भनिनँ। जब म लिखित परीक्षा पास गरेँ म अन्तर्वार्ताको लागि काठमाडौँ जानुपर्छ केही समय तयारी गर्नलाई भन्ने सोचेँ, किनभने त्योभन्दा अगाडि मैले 2 चोटि ब्याक भइसकेको थिएँ अन्तर्वार्ताबाट। त्यहाँ जाँदाखेरि मैले स्पष्टीकरण खानु परेको छ त्यो संस्थाबाट। मलाई थाहा छ अझै पनि म सायद जीवनमा म कहिल्यै बिर्सिदिनँ त्यो व्यक्तिले। त्यस्तो बेलामा धेरै ठाउँमा सुनेको छु व्यक्तिको जीवन एउटा राम्रो बाटोतिर अगाडि बढ्दा सबैले सहयोग गर्नुपर्छ, तर मैले त्यो सहयोग पाएँ वा के पाएँ मलाई थाहा छैन। मैले स्पष्टीकरण खाएँ। स्पष्टीकरण खाएपछि अब जसरी पनि मेरो नाम निकाल्नुपर्छ भन्ने जस्तो लाग्यो। त्यही संस्थाका अर्को साथी जसलाई मैले अहिले पनि अग्रजको रूपमा मान्छु, उहाँले के भन्नुभयो भने जब राजीनामा नै दिइसक्नुभयो एउटा स्पष्टीकरणको कारणले भने तपाईँ नाम निकालेर मात्रै फर्किनु होला, त्यहाँबाट अब ब्याक हुने काम नगर्नु होला भन्नुभयो। संयोग राम्रो भयो, त्यहाँबाट मैले ब्याक हुनु परेन, म निजामती सेवामा प्रवेश गरेँ। हजुर, त्यसपछि म अहिले पनि निजामती सेवामा छु। म घरिघरि जसले म दाइ नै भन्छु, मेरो दाजु नै हो, उहाँकै प्रेरणाबाट मैले पत्रकारितामा पनि छिरेको थिएँ, उहाँकै स्पष्टीकरणबाट म निजामतीमा पनि छिरेको हो। मलाई त्यो दुइटै कुरा याद छ। म अझै पनि उहाँसँग भेट्दाखेरि पनि म भन्छु कहिलेकाहीँ हजुरले स्पष्टीकरण नसोधिदिनु भएको भए सायद मेरो अन्तर्वार्ता राम्रो तयारी हुने थिएन र मैले त्यसरी पनि अगाडि बढेँ। त्यही भएर सङ्घर्षका दिनहरू धेरै छन्। पत्रकारितामा नै मैले अघि सुरुमै भनिसकेँ, मैले आफ्नो जीवनको उर्वर समय पत्रकारितामा बिताएको छु। त्यो समय सायद अब म फेरि फर्केर निजामती सेवामा दिन सक्दिनँ। सायद त्यो समय निजामती सेवामा दिन सकेको भए अझै आज अर्कै ठाउँमा हुने थिएँ, तर पनि प्रयास चाहिँ जारी छ। निजामती सेवामा पनि पत्रकारितामा पनि जनताकै लागि हो, समाजकै लागि राम्रो गर्नुभयो, अनि निजामतीमा पनि यही देशको लागि राम्रै गर्दै हुनुहुन्छ। त्यो एकदमै सही कुरा हो अनुपमजी। पत्रकारितामा हुँदा आफू कार्यान्वयन गर्ने बाटोमा थिइनँ। सधैँ अरूलाई तपाईँले यस्तो गर्न सक्नु भएन, तपाईँले यस्तो गर्नुपर्छ भनेर आवाज उठाउँथेँ। अहिले यो क्षेत्र के हो भने राज्यको मूल संयन्त्र हो निजामती सेवा, राज्यको मूल सेवा पनि भन्छ। निजामती सेवाको मातहतमा रहेर अन्य सेवाहरू सञ्चालन हुन्छ राज्य सञ्चालनका निम्ति। सरकार बन्छ हाम्रो अब यो
जनताले मत दिएपछि निर्वाचित प्रतिनिधिहरूबाट सरकार बन्छ, सरकारले आफ्नो संयन्त्र हाम्रो देशमा त्यो पर्मानेन्ट गभर्नमेन्ट होइन हैन, अरू ठाउँमा जहाँ पनि त्यो पर्मानेन्ट गभर्नमेन्ट मानिँदैन, त्यसले एउटा बाटो देखाउँछ। तर सधैँको लागि सबै सरकारको बाटो हेरेर काम गर्ने भनेको निजामती सेवा हो र त्यहाँबाट मात्रै कार्यान्वयनमा लान सकिन्छ, चाहे जनताको न्याय दिनको निम्ति, जनतालाई सेवा सुविधा दिनको निम्ति वा राज्य संयन्त्रलाई राम्रो बनाउनको निम्ति। त्यही भएर त्यो क्षेत्रमा छौँ र त्यो क्षेत्रको सानो तहदेखि माथि तहका सबैको उद्देश्य एउटै हो, राज्यका नागरिकहरूलाई सेवा दिन, राज्यलाई सुशासन कायम गर्न, राज्य संयन्त्रलाई राम्रो बनाउन हो पनि, हुनुपर्छ, यदि छैन भने त्यो हुनुपर्छ पनि। त्यही ठाउँमा बसेर सानो सानो काम गर्यो भने त्यसले इफेक्ट ल्याउँदो रहेछ, त्यसले राम्रो गराउन सकिँदो रहेछ भन्ने महसुस गरेको छु। मेरो धेरै समय त भएको छैन, 7औं वर्ष चल्दैछ, 7 वर्ष पुरा पनि भइसकेको छैन। त्यसले जहाँ छु राम्रै छु, राम्रै प्रभाव छोडेर आएको छु। बिल्कुल, त्यही भएर त एउटा उत्कृष्ट कर्मचारीको तपाईँ सम्मान पनि पाउनु भएको छ। तपाईँको जोइनिङ काठमाडौँकै त्यो गृह मन्त्रालय अन्तर्गत अध्यागमन विभागमै भयो कि कुनै अर्कै ठाउँमा जोइनिङ भयो? होइन, अब यसको पनि छुट्टै पाटो छ। म त्यही भएर सुनाएँ, म अर्को ठाउँमा जानुपर्ने, अर्को ठाउँमा आए कि भन्ने पनि भन्छन् हाम्रै सहकर्मीहरू अहिलेका निजामती सेवामा हुनुहुन्छ, उहाँहरूसँग कहिले कुरा गर्दा। यो पनि मेरो पुरानो ब्याकग्राउन्डसँगै जोडिएर आउँछ। फेरि म खास गरी आफ्नो सेवा सुरुवात गरेको सुदूरपश्चिमबाट हो। नेपालको सुदूरपश्चिमको पहाडी बोर्डर बैतडी जिल्लाबाट सुरुवात गरेँ। म जति बेला लोकसेवामा उत्तीर्ण गरेँ, म सिफारिसमा पनि योग्यता क्रम नम्बर 1 थियो मेरो। म जुन क्षेत्रबाट परीक्षा दिएँ त्यो क्षेत्रको त्यो पदको पनि उत्कृष्ट नै हो, किनभने 1 नम्बरमा मैले नाम निकालेको थिएँ। त्यहाँनिर अन्य पदहरू पनि, अन्य कार्यालयहरू पनि थियो। लोकसेवा आयोग जसलाई राम्रै कार्यालयको रूपमा मानिन्छ, लोकसेवा आयोगमा जानलाई सबै मान्छेहरू जानुपर्छ भन्ने एउटा सोच बनाएको हुन्छ। त्यो छोडेर म गृहको कार्यालय रोजेको हो। त्यति बेला इलाका प्रशासन कार्यालय पुर्चौडी भन्ने थियो बैतडीमा। त्यहाँको दरबन्दीलाई मैले पहिलो 1 नम्बर रोजाइमा राखेँ। नभए त्यहाँभित्रको सम्पूर्ण कार्यालयहरूमध्येको मध्ये म रोजेर जान पाउँथेँ। म जुनसुकै कार्यालयमा रोजेर जान पाउँथेँ, किनभने म 1 नम्बरमा सिफारिस भएको थिएँ। त्यहाँको मलाई रोज्न पनि दिएको थियो। तर विगतका इतिहासहरू हेर्दाखेरि मेरो अग्रजहरूले, मेरो बुवा, मेरो हजुरबुवा पनि धेरैपल्ट प्रहरी प्रशासनहरूसँग सङ्घर्ष गर्नुभएको। मेरो बुवा पनि विगतमा मलाई स्मरण छ, एकचोटि मेरो बुवालाई झुठो आरोपमा 18 दिनसम्म इलाका प्रहरी कार्यालय लाहानले थुनेर राखेको थियो। त्यसपछि बुवा त्यहाँबाट निस्किँदा बुवाको रोदन, बुवाको आँसु, होइन, प्रहरीसँग सङ्घर्ष गर्न सिक्नुपर्छ छोराहरू भन्नुभएको मलाई अझै पनि याद थियो। त्योभन्दा अगाडिका दिनहरू हजुरबुवाले पनि भन्नुहुन्थ्यो, 2 जना मेरो हजुरबुवा हुँदाहुँदै मेरो 2 जना दाजुहरू निजामती सेवामा प्रवेश गर्नुभयो। त्यति बेला पनि म सुन्थेँ 2 जना मेरो नातिहरू सिडिओ कार्यालयमा आएन भनेर बोल्नुहुन्थ्यो। तर पनि मेरो अर्को नाति पत्रकारितामै छ, जसले प्रहरीहरूसँग सङ्घर्ष गरिरहेको छ, प्रहरीहरूलाई एउटा ट्र्याकमा ल्याउन सकिरहेको छ भन्नुहुन्थ्यो। र अब तिमी जागिर खायौ भने, किनभने हजुरबुवाको 2 जना जेठो नातिहरू निजामतीमा छिरिसक्दाखेरि अर्को पनि निजामतीमै जानुपर्छ भने हजुरबुवाको पनि थियो। बुवाको त अवश्य भइ नै हाल्ने भयो। बुवाले त्यो कारणले धेरै कुरा पनि सुन्नुभएको थियो। सिडिओ कार्यालयमा जागिर खानु पर्छ भन्ने उहाँहरूको त्यो पुरानो एउटा जुन पावर सेन्टर छ जिल्ला प्रशासन कार्यालयको, त्यो देख्नु भएको थियो, त्यहाँ सङ्घर्ष गर्नुभएको थियो। उहाँहरूले त्यो भनिरहँदाखेरि मैले सिडिओ कार्यालय रोजेरै गएको। जिल्ला गृहको प्रशासन रोज्नुपर्छ र गृह प्रशासनसँग मात्रै केही प्रभाव छोड्न सकिन्छ भन्ने कहिलेकाहीँ सुन्नुभयो होला। अहिले उहाँ पनि संयोगवश थुनामा हुनुहुन्छ। जति बेला राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष रवि लामिछानेले यदि देशमा केही प्रभाव छोड्नु छ भने गृह प्रशासन चाहिन्छ, त्यही भएर म गृहमन्त्री लिन्छु भन्ने कुरा त्यो सही पनि हो। गृहले धेरै सेक्टर हेर्छ, राज्यका महत्त्वपूर्ण क्षेत्रहरू हेर्छन्। कुनै पनि मन्त्रालयको कार्यक्षेत्रमा नपरेको सबै मन्त्रालयले छोडेको कार्यक्षेत्र गृहले अटोमेटिक रूपमा पनि हेर्छ। यी सुरक्षाका कुरा भयो, राज्यका नागरिकता दिने कुरा भयो, होइन, त्यसपछि गाउँघरमा हुने साना साना विवादका कुराहरू भयो। यी सबै कुराहरू गृहले हेर्ने भएको कारण र बुवा हजुरबुवाको आफ्नै एउटा सोच, मैले पत्रकारिताबाट देखेको गृह, त्यो सबै कुरा हेर्दा मैले बैतडीको इलाका प्रशासन रोजेँ र इलाका प्रशासन रोजेर गएपछि संयोगवश
इलाका प्रशासन कार्यालय जुन रूपमा सञ्चालन हुनुपर्ने थियो त्यो रूपमा सञ्चालनमा थिएन। म बैतडी जिल्ला प्रशासनमा जब नियुक्ति बुझेँ, मेरो जुन पद थियो खास गरी कम्प्युटरमा म सेवा प्रवेश गरेको, त्यो पद त्यहाँ इलेक्ट्रिसिटी नभएर कम्प्युटर सञ्चालनमा थिएन। त्यो कारणले मलाई त्यहाँ जानै नै परेन। त्यति बेलाको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी हुनुहुन्थ्यो। उहाँले तपाईँ जानु पर्दैन, यहीँ बस्नुहोस्, जिल्लामा बस्नुहोस् भनेर काम गर्न मलाई लाउनु भयो। म बैतडी जिल्ला प्रशासनबाट भनेको सुदूरपश्चिमबाट सुरुवात गरेँ। त्यहाँ पनि धेरै बसिनँ, लगभग 11 महिना बसेँ। तर 11 महिना बस्दाखेरि पनि जिल्ला प्रशासनमा कामको प्रकृति कतै न कतै फरक बनाइसकेको थिएँ। मलाई त्यो स्मरण छ अझै। मेरो त्यो विषयमा एउटा हिमाल म्यागजिनमा आर्टिकल पनि आएको थियो। मैले त्यहाँ के गरेँ भन्दा धेरै प्रभाव छोड्ने काम गर्न सकिएन। तर गरेँ के भन्दा म पत्रकारितामा जसरी महिला हिंसाका घटनाहरू देखेको थिएँ, धेरैजना महिलाहरूको नागरिकतामा उसको हस्बेन्डको श्रीमानको नागरिकतामा श्रीमतीको नाम नहुँदा हिंसाबाट प्रभावित हुए राख्नुपर्ने, त्यहाँ न्यायको लागि धेरै कष्ट गर्नुपर्ने जुन समस्याहरू देखेको थिएँ, त्यसलाई समाधान गर्नको निम्ति पनि केही कदम आफू जहाँ छौँ त्यहीँबाट चाल्नुपर्छ भन्ने जस्तो लाग्यो। र मैले जबसम्म म त्यहाँ बसेँ, मलाई लाग्छ 75% नागरिकतामा बन्ने नागरिकतामा आमा र बुवा दुईटैको नाम राख्न लागेको छु मैले। मलाई त्यो स्मरण छ अझै। जो एसएलसी पास गरेर नागरिकता लिन आउँथ्यो, बुवाको नागरिकता लिएर मात्रै आउने, बुवाको नाम मात्रै उसको त्यति बेलाको गाउँपालिकाहरूबाट वडाहरूबाट सिफारिस भएर आउने। र त्यहाँ लगभग एक दिन सम्झाउँथेँ, सकभर आमाको डकुमेन्ट जुटाऊ, आमाको राख, त्यो कारणले तिम्रो आमाको माथि हुने हिंसा न्यूनीकरण गर्न सकिन्छ भन्ने लगायतका कुराहरू त्यहाँबाट पनि। सरकारले पनि त यो कुरालाई अनिवार्य गरिसकेको छ हैन? आमा र बुवा दुईटैको नाम अनिवार्य छैन, अहिले पनि अनिवार्य छैन। किनभने आमा र बुवा दुईटैको नाम राख्नै पर्छ भन्ने अनिवार्य छैन। आमाको नाम मात्रै राखेर नागरिकता बनाउन सकिन्छ भन्ने कुरा हो। तर आमा र बुवा राख्नै पर्छ भन्ने त्यस्तो अनिवार्य गरे जस्तो लाग्दैन मलाई, छैन नै। तर राख्दा राम्रो, त्यो राख्नुपर्छ भन्ने हो। म त अझै के भन्छु भने यो खास गरी अहिलेका युवा जेनेरेसन लोकसेवाप्रति आकर्षित भएको छ। हेर्नुभयो, हजुरहरूले पनि हेर्नुभयो होला, अहिले पछिल्लो समय तराई मधेसका युवाहरू पनि धेरै लोकसेवातिर गइरहेको छ, पास गरिरहेको पनि छ। त्यो फर्म भर्ने बेलामा नै त्यसलाई यदि विवाहित छ भने श्रीमतीको नाम राख्न लाउने वा नागरिकतामा आमाको पनि नाम राख्न लाउने हो भने तराई मधेसमा रहेका यी हिंसाका घटनाहरू न्यूनीकरण गर्न सकिन्छ जस्तो लाग्छ मलाई। तर ती पाटाहरू अलग हुन्। ती पाटाहरू राज्यले गर्ने कुराहरू राज्यका माथिल्लो संयन्त्रहरूले गर्दै जानेछन्। मैले बैतडीलाई जोडिरहेको थिएँ। बैतडीमा त्यो गर्दै गरेपछि मैले पत्रकारिताबाट धेरै सहयोग पाएको मैले त्यत्तिकै भने होइन। पत्रकारितामा जति बेला म सिराहामा थिएँ, सिराहामा त्यति बेला कार्यालय प्रमुख रहनुभएका सरहरू म बैतडीमा हुँदा उहाँ मन्त्रालयमा नेतृत्व गरिरहनु भएको थियो। र जब त्यो कुराकानीहरू हुँदाखेरि तपाईँ जस्तो मान्छे त्यत्रो पहाडमा गएर 10 महिना बसिसक्नुभयो, अब बसिराख्नुपर्ने छैन, अर्को मान्छे हामी पठाउँला, तपाईँ मन्त्रालय आउनु भन्ने कुराहरू भयो। मलाई अझै याद छ, कामबाट प्रभावित भएर हैन? एक्ज्याक्टली त्यही हो। मलाई अझै पनि के याद छ भने राजेन्द्र उपाध्याय भन्ने प्रहरी निरीक्षक जो गोलबजारमा हुनुहुन्थ्यो, त्यति बेला म पत्रकारितामा गर्दाखेरि उहाँ त्यति बेला सिंहदरबारमा हुनुहुन्थ्यो, सुरक्षाको सहायक भएर काम गरिरहनु भएको थियो। उहाँले पनि मन्त्रालयमा गएर होइन उहाँलाई ल्याउनुपर्छ, उहाँलाई मन्त्रालय तान्नुपर्छ भन्नुभयो। केदारनाथ शर्मा भन्ने सर हुनुहुन्थ्यो जो म पत्रकारिता गरिरहँदा उहाँ सिराहाको एलडिओ हुनुहुन्थ्यो। उहाँ नै मन्त्रालयको कर्मचारी प्रशासन, जहाँ गृह मन्त्रालयको देशभरिको कर्मचारीलाई सरुवा गर्न सक्ने अधिकार उहाँले राख्नुहुन्थ्यो, उहाँ हुनुहुन्थ्यो त्यो ठाउँमा। उहाँहरू सबैको सहयोग भयो, सबैको समन्वय भयो। म सिधै बैतडी जिल्लाबाट मन्त्रालयको लागि काजमा आएँ। र त्यति बेला त्यो सरुवा हुँदा देवकुमारी महरा भन्ने तपाईँ अझै पनि चिन्नुहुन्छ, सिराहाको महिला अधिकार क्षेत्रमा राम्रै हुनुहुन्थ्यो। उहाँहरू सबैजनाले के भन्नुभयो भने 3-4 दिन भए पनि मन्त्रालयमा काम गर्नुपर्छ, तपाईँ त्यहाँ पुग्नुहोस्, जानुहोस्। म चाहिँ यता तराईतिर आउन खोजिरहेको थिएँ, सिराहातिर मलाई मन्त्रालय सरुवा गर्दाखेरि पनि। तर उहाँहरूले त्यो भन्दाखेरि होइन जानुपर्छ भन्ने जस्तो लाग्यो। गएँ। त्यो गएपछि अहिलेसम्म त्यहाँ काठमाडौँबाट निस्किनु परेको छैन। मन्त्रालयमा पनि 2.5 वर्ष बसेँ, अध्यागमनमा बसेँ। अनि अब मन लाग्दैन कि आफ्नो जिल्लामा कर्मचारी भएर यहाँको जनताको भावना बुझेर यहाँ सेवा गर्नु भनेर? यो मन नलाग्ने कुरा होइन, मन चाहिँ लाग्छ। तर व्यक्तिको क्यारियरदेखि लिएर मैले अघि भने म केही प्रभाव छोड्न गएको, म साधारण निजामती सेवा को कर्मचारी भएर काम गरेर त्यहाँ धेरै समय बस्नु ठिक होइन जस्तो लाग्छ। मलाई अझै पनि लाग्छ कहिलेकाहीँ म धेरै समय निजामती सेवामा बस्दिनँ होला।
किनभने नेतृत्व गर्नुपर्छ एउटा समाज। र कुरो के हो भने यहाँ आएर जति म त्यहाँ बसेर अहिले सहयोग गर्न सकिरहेको छु जिल्लावासीको लागि, सायद म सिरा आयो भने सङ्कुचित हुन्छु जस्तो लाग्छ। सिरा जिल्लाका अधिकांश राजनीतिक नेतृत्वहरू काठमाडौँ पुग्दा मलाई खोज्नुहुन्छ। मैले गरेको सहयोग सक्ने जति सहयोग गरेको छु। नसकेको ठाउँमा मैले आफ्ना माथिल्ला अधिकारीहरूलाई गएर चिन्जान गराएको छु, भेटाएको छु। जिल्लाको लागि बजेट व्यवस्थापन लगायतका कुराहरूमा सहयोग गरेको छु। मैले अब तपाईलाई यही भनौँ, अहिले म आफ्नै वाडामा पनि केही बजेटहरू व्यवस्थापन गर्नुपर्छ भनेर वाडा अध्यक्षलाई फोन गरेर लेटर प्याडमा लेख्न लाएर बोलाएर पनि बजेट व्यवस्थापन गर्न लगाएको छु। यी कुराहरू छन्, त्यो यहाँ आएर सम्भव हुँदैन, यहाँ सङ्कुचित भइन्छ। म पत्रकारितामा छुटेर आफूले काम गरेको मान्छे सिरा जिल्लामा, फेरि यहाँ आएर कुन पदमा म छु त्यो हिसाबले काम गरेँ भने केही न केही गाह्रो हुन्छ। उहाँहरूको सबैको अपेक्षा हुन्छ दिलीप आएको छ, दिलीपले सहयोग गरोस् भन्ने हुन्छ। तर कानुन बमोजिम केही कुराहरू गर्न नसकिएला, त्यसले फेरि म माथि भएका विश्वास, मलाई गरेको आदर सम्मानहरू, ती सबै कुराहरू हराएर जान सक्ने सम्भावना म माथि नै छ। ती चुनौतीहरूलाई टार्नको निम्ति पनि केही समय म जिल्लाभन्दा बाहिरै काम गर्छु। सकभर सम्भव भएसम्म जिल्लाभन्दा बाहिरै काम गर्ने प्रयासमा हुन्छु जबसम्म निजामतीमा रहन्छु। होइन त्यस्तै केही पर्यो आउनु पर्यो भने आउँला, तर समय बाँकी छ। अहिले चाहिँ जिल्लामा आउँदिनँ, तर म जहाँ छु जिल्लाभन्दा बाहिरै भए पनि जिल्लाको लागि कार्यरत छु, काम गरिरहेको छु। राज्यको सेवा दिने ठाउँमा सेवा पनि गरिरहेको छु। जिल्लाभन्दा बाहिरको लागि पनि सहयोग गरेको छु। र जिल्लामा जुन सहयोग चाहिनुपर्ने हो, अब विगतका केही समयहरूमा सुरक्षा निकायहरूबाट पनि विभिन्न अपरेसनहरू भयो। तपाईँलाई पत्रकारितामा हुनुहुन्छ, राम्रै थाहा हुनुपर्ने विषय हो। त्यसमा पनि कतै न कतै मैले भूमिका खेलेको छु। म भने यहीँबाट भन्दा पनि केही अप्ठ्यारो नहोला, होइन। जिल्लामा डाइरेक्ट नभए पनि इन्डाइरेक्ट रूपमा तपाईँ अहिले पनि पत्रकारितामा हुनुहुन्छ। तपाईँलाई मैले एउटा कुरा यहाँ भनौँ, सबैले सुन्नु पनि होला। मैले पत्रकारितामा गर्न नसकेको सक्सेस करिब 4 वर्ष पत्रकारिताको अपरेसन मैले गरेँ। एउटा कुनै अपरेसन थियो, मैले त्यो संस्थाको नाम भनिनँ। एकजना चिकित्सक जसले मेडिकल काउन्सिल उत्तीर्ण गर्नुभएको थिएन, उहाँले सिरा जिल्लाको एउटा राम्रै हस्पिटलमा चिकित्सा क्षेत्रमा काम गरिराख्नु भएको थियो एज अ डक्टरको रूपमा। त्यसको रिपोर्ट खोज्नलाई मैले 4 वर्ष सिरामा बिताएँ। मैले त्यो प्रमाण जुटाउन सकिनँ। तर म जब गृह मन्त्रालयमा गएर काम गर्न थालेँ, मेरो टार्गेट त्यो पनि थियो। मैले भने म पत्रकारितालाई अहिले पनि विराम दिएको छुइनँ। म पत्रकारिताको जुन मेरो एमहरू छ, पत्रकारितामा मैले जहाँ जहाँ लुपहोल देखेको थिएँ त्यो राज्य संयन्त्रमा नभएको कारणले मैले गर्न सकिरहेको थिएन। ती कुरा प्रमाणित गरेर ती व्यक्ति अझै पनि फरार छन्। मैले प्रमाणित गरेँ, त्यहाँ गएर गृह मन्त्रालयबाट विभिन्न किसिमका पत्रचारहरू विभिन्न निकायहरूमा गरेँ। त्यो प्रमाणित भयो। त्यो प्रमाणित भइसकेपछि त्यो व्यक्ति फरार भयो। अझै पनि मलाई लाग्छ सायद त्यो मुद्दा अझै पनि अदालतमा छ। त्यही भएर त्यो मेरो आफ्नै भिजन छ। मैले पत्रकारितामा पनि त्यो भिजन लागू गरेको थिएँ। जहाँ छु त्यहाँ पनि गरिरहेको छु, तर सधैँ त्यही ठाउँमा बस्न सकिन्न। स्वाभाविक पनि हो। मान्छेलाई केही भ्रष्टाचार मुक्त समाज बनाउने मनबाट अठोट हुनुपर्छ। त्यसको लागि जरुरी छैन कि तपाईँ पत्रकारिता लाइनमा हुनु। तपाईँ जुन लाइनमा हुनुहुन्छ त्यही लाइनबाट सपोर्ट हुन सक्छ, त्यो भिजन पुरा गर्न सकिन्छ। अब हामी अन्तिम चरणमा आइसकेको छु। मलाई नै जिज्ञासा लाग्यो, त्यही भएर सायद सुन्ने श्रोता र दर्शकलाई पनि होला सायद, त्यो उत्कृष्ट कर्मचारी बन्नको लागि के हेर्छ क्या सरकार? अनि त्यो कसरी छनौट हुन्छ, छनौट गर्छ? त्यही कुरा जोड्न लागिरहेको थिएँ म। मैले अघि भने नि सबै कुरा, किनभने राज्यका धेरै कार्यालयहरू छन्, धेरै प्रकृतिका कामहरू गर्नुपर्छ, धेरै व्यक्तिहरूलाई सञ्चालन गर्नुपर्छ। सबै एउटै नासको हुँदैन, सबै एउटै योग्यताको हुँदैन, सबैको बुझाइ एउटै हुँदैन। कसैको बुझाइ के होला, कसैको बुझाइ के होला, तर एउटा योग्यतालाई परीक्षण गरेर राज्यले आफ्नो सेवाभित्र भित्र्याउँछ। त्यसको लागि मैले अघि भने म गृह मन्त्रालयमा हुँदा त्यो काम गर्न सकेँ, तर त्यो काम सधैँ गर्न सकिन्छ भन्ने पनि होइन। त्यहाँबाट अर्को ठाउँमा जाँदा अर्को प्रकृतिको काम गर्न पर्छ। म त्यसपछि म अध्यागमन विभाग ट्रान्सफर हुँदा मलाई याद छ, अझै पनि स्मरण छ, म त्यहाँ जाँदाखेरि एकजना साथीले केही कार्यालयमा कुनै काम थियो, त्यो काम मैले गर्न चाहिनँ।
यस्तो काम नगर्दाखेरि यो कार्यालयमा किन आउनुभयो भन्ने मेरो अर्को सहकर्मीले भन्नुभयो। मैले उहाँलाई भनेको थिएँ म जुन ब्याकग्राउन्डबाट आएको छु, म जुन क्षेत्रबाट आएको छु, म त्यो गर्न म चाहदिनँ, मेरो नैतिकताले दिँदैन। जति नैतिकताले दिन्छ म त्यति गर्छु। कानुन भन्दा बाहिर कानुनले हुने काम म गर्छु नै, त्यसमा कुनै छैन। कानुनभन्दा बाहिर कानुनमा नलेखिएको तर त्यसले राज्यलाई असर नपर्ने दुई किसिमको हुन्छ। एउटा कानुन बमोजिम गर्नुपर्छ, एउटा कतै कानुनमा हुँदैन तर त्यो काम गर्नुपर्ने हुन्छ, कानुनमा लेखेको छैन तर त्यसले राज्यलाई पनि असर गर्दैन भने त्यस्ता काम गर्दाखेरि त्यो अप्ठ्यारो होइन, त्यस्तो कामहरू गरिन्छ। तर अनैतिक कामबाट हुँदैन, मैले यसै भनेको थिएँ। अनि उहाँले के भन्नुभयो भने यस्तो काम नगरिदिँदाखेरि नगर्ने मन छ भने यो कार्यालयमा किन आउनुभयो भनेपछि तपाईँले मलाई ल्याएको होइन, मलाई राज्यले सरुवा गरेर पठाएको हो, म गर्दिनँ, तपाईँलाई जे लाग्छ भने गर्नु भनेको थिएँ। ती चरणहरू धेरै छन्, पार गरेँ, गर्दै आइरहेको छु। तर अब यो पुरस्कारको अवस्था कहाँबाट आयो भन्ने कुरामा आउनुभयो। अब यो मेरो अहिले भर्खरको कुरा पनि हो, त्यही भएर यो विषय आइरहेको छ केही समय। 2081 सालको भदौ 22 गते म जहाँ छु अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छु र खास गरी निजामती सेवामा त्यो कार्यालयमा काम गर्ने कर्मचारीले म त्यहाँ छु भन्दैन। मैले धेरैलाई देखेँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छु भनेर भन्दैनन्, किनभने त्यहाँ धेरै किसिमका आफ्नै विकृतिहरू छन्। त्यो कुराहरूबाट त्योभन्दा त्यहाँ भन्दै नभन्ने, अर्कै कार्यालय भनिदिने, मन्त्रालय भनिदिने, अर्को कार्यालय भन्ने गरेको छ। तर त्यही कार्यालय जहाँ गएर म उत्कृष्ट भएँ होइन, उत्कृष्ट कर्मचारी भएँ भन्दा पनि मलाई उत्कृष्ट कर्मचारीको सम्मान दिइयो। त्यो ठाउँमा करिब 100 भन्दा बढी कार्यालयहरू छन्, त्यो भित्र निकायहरू भनौँ न, 100 भन्दा बढी निकायहरू। ती सबै निकायहरू 24 घण्टा स्वचालित हुन्छ, 24 घण्टा काम गर्छन्, आफ्नो सिफ्टमा काम गर्छन्। तर मान्छेको बुझाइ के भएको छ, सेवाग्राहीको पनि, राज्यका निकायहरूको पनि, पत्रकारिता क्षेत्रमा पनि त्यो कार्यालयमा हुने सबै विकृति अध्यागमन कार्यालयले नै गर्छ भन्ने भएको छ कि। अनि त्यो हुँदा के हुन्छ भने त्यहाँबाट सुन आयो, अध्यागमन कर्मचारीले गर्यो भनिदिने। त्यहाँ एयरलाइन्सले केही कुरा, एयरलाइन्सहरू पनि त्यही हुन्छन्, उहाँहरूले के गर्यो भने अध्यागमनको कर्मचारीले गर्यो भन्ने। किनभने हामी धेरै सङ्ख्यामा छौँ, गृह मन्त्रालयको 121 जना अधिकृत सहित 159 जना हामी त्यहाँ छौँ। हामी धेरै सङ्ख्यामा हुँदा गृहको कर्मचारीहरू सबै आरोप गृहमा आउने गरेको छ, एउटा पाटो। अर्को पाटो कतै न कतै आरोप लाग्छ भने त्यहाँ केही न केही त कमी छ र आरोप लाग्छ भन्ने कुरा पनि लाग्छ मलाई। निजामती सेवा कस्तो हुनुपर्छ, नागरिकलाई सेवा दिने कुरामा, व्यक्तिको कर्मचारीको आचरणका कुराहरूमा, कर्मचारीले आफूले गर्नुपर्ने अध्ययनका कुराहरूमा, ती सबै कुराहरूमा आफ्नो समय पालनाको क्रममा धेरै ठाउँमा तपाईँ देख्नुभयो होला, कर्मचारीहरू 10 बजे आउने, 4 बजे जाने, 5 बजे जाने पनि छन् होइन। धेरै ठाउँमा आरोप आउँछ। तर मेरो ड्युटी पनि 10 देखि केही समय म सिफ्टमा काम गरेँ। सिफ्टमा काम गर्दाखेरि आफ्नो 7 घण्टाको समय बिताउँथेँ, जान्थेँ। जब प्रशासनमा आएँ, प्रशासनमा आएपछि त्यो ठाउँ अनुसार मात्रै गर्न सकिन्छ कि, फेरि सबै ठाउँमा गर्न सकिँदैन। त्यहाँ आइसकेपछि अब त्यो त पावर सेयरिङ भयो त्यो कार्यालयको लागि, त्यहाँबाट केही गर्नुपर्छ है जस्तो लाग्यो। मैले कहिले बिहान 8 बजे जान्थेँ, राति 9 बजे 10 बजेसम्म पनि काम गर्थेँ, अहिले पनि गरिरहेको छु। त्यो समयको कुनै राखिनँ, आफ्नो काम गरेँ, मजाले काम गरियो। कार्यालयमा केही इम्प्याक्टहरू पनि छोडियो, सायद त्यसै कार्यालय, मेरो कार्यालय प्रमुखले त्यो निर्णय पनि लिनुभयो होला। समय पालनादेखि लिएर, व्यक्तिको अध्ययनको कुरादेखि लिएर, अनुशासनका कुरादेखि लिएर, कार्यालयको रिस्ट्रक्चरिङ गर्ने कुराहरूमा मैले गर्नुभन्दा पनि मैले कार्यालय प्रमुखलाई त्यो यसो गरौँ भने उहाँहरूले पनि मलाई यसो गरौँ भन्नुभयो। उहाँहरूको आदेश, मेरो आग्रह सबै कुरा मिल्यो, त्यो हिसाबले राम्रै गरियो। मैले अघि पनि भने जुन मन्त्रीज्यू थुनामा हुनुहुन्छ, उहाँ हुनुहुन्थ्यो त्यति बेला नेतृत्वमा, उहाँको पनि एउटा स्पिड थियो। अब यो भनिरहँदाखेरि म त्यो मन्त्रीप्रति लोयल भएको पनि होइन। त्यति बेला त्यो नेतृत्वले गरेको काम, आफूहरूले गरेको काम, त्यो सबै संयोगले मिल्यो, राम्रै गर्यो। कार्यालय प्रमुखले त्यसको निर्णय लिनुभयो, त्यसको लागि पनि म त्यति बेलाको मेरो प्रमुखलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यो मेरो जीवनको धेरै समय बितिसकेको छैन निजामतीमा, जम्मा 7 वर्ष पुनः लाग्दै गर्दा एकदम राम्रो कुरा मलाई के लाग्यो, यो बिचमा म रोक्न चाहे। कार्यालय प्रमुख को ठाउँमा जुन व्यक्ति बस्नु भएको छ होइन, अनि त्योभन्दा तल ठाउँमा जति कर्मचारीहरू काम गरिरहेछ, मेन के हुन्छ भने कार्यालय प्रमुखको अर्डर हामीलाई फलो गर्नु हो। तर तपाईँले के कुरा भन्नुभयो भने हामी
कुनै कुरा राम्रो लाग्यो भने कुनै कुरा यो यस्तो गर्नुपर्छ भने हामी उहाँलाई आग्रह गर्थे, उहाँले अर्डर गर्नुहुन्थ्यो। त्यो एउटा एकदम राम्रो हो नि, कर्मचारीको युनियन एउटा मतलब सबैको विचार साझा हुन्छ र त्यसबाट एउटा निर्णय के भन्छ कार्यालय प्रमुखले दिन सक्छ। त्यस्तो खालको वातावरण छ अहिले सबै अफिसमा। सबै अफिसमा छैन, तर त्यो बनाउनु पर्छ जस्तो लाग्छ। मैले अघि पनि भने नि, म जहाँ बसेँ त्यो आफूले भोगेका जीवनका क्षणहरू, आफूले आर्जन गरेका ज्ञानहरू लागू गराउनलाई पनि प्रयत्न गरेँ। मैले अब एउटा कुरा मैले तपाईँहरूसँग अहिले लुकाएको थिएँ। म अहिले सिराहा जिल्लामा जति बेला म पत्रकारितामा थिएँ, म त्यो कानुनका कुराहरू बढी गर्दाखेरि सङ्घ संस्थाका साथीहरूले तपाईँ कानुन पढ्नुपर्छ भन्नुभयो। कानुनको विद्यार्थी त हुनुहुन्थ्यो नि, कानुन पढ्नुपर्छ भन्नुभयो। मैले कानुन पढाइ सुरु गरेँ। मेरो त्यति बेलाको खर्च पनि मलाई अरूहरूले नै दिएको जस्तो लाग्छ। म राजविराज कलेजबाट मैले एडमिसन गराउँदा मैले एडमिसनको खर्च पनि र कलेजको फी पनि मैले आफै तिरेको छुइनँ अहिलेसम्म, उहाँहरूले पनि तिर्नुभयो। त्यो तिर्दै गर्दा पास पनि गरियो। अहिले काठमाडौँमा केही इन्स्टिच्युटहरूमा म कानुनको अध्यापन पनि गराउँछु, आफै पढाउँछु पनि होइन। बारको लाइसेन्स पास गर्ने विद्यार्थीहरूलाई त्यहाँ पढाउँछु। त्यो सँगसँगै आफ्नो क्षेत्र पनि छ। कार्यालयको समयभन्दा बाहिर गएर कार्यालयको समयमा ह्याम्पर नहुने गरी, कार्यालयको कामकाजलाई समस्या नहुने गरी ती कामहरू पनि छन्। हो त्यो हुँदाखेरि के भयो भने कार्यालय प्रमुखले पनि उहाँको लेभल यो हो भन्ने सायद बुझ्नुभयो जस्तो लाग्छ। र त्यहाँ हामी धेरै कुराहरू सहकार्यमा गरिरहेका पनि थियौँ। कहिले पनि कार्यालय प्रमुखले तपाईँले यो नराम्रो भयो भनेर सार्वजनिक ठाउँमा भन्नु भएन। जे कुरा छलफल गर्थ्यौँ हामी इन्टरनली छलफल गर्थ्यौँ, उहाँहरूले बोलाउनु पनि हुन्थ्यो। र मैले गरेका आग्रहहरू पनि उहाँले नाइ भन्नु भएन, उहाँले गरेको आदेशहरू पनि मैले नाइ भनिनँ। त्यो संयोजनले काम भयो। त्यसपछि त्यो समय परिस्थिति क्रिएट भयो र त्यहाँ गएर उत्कृष्ट कर्मचारी भनेर निर्णय गर्नुभयो। निजामती सेवा दिवसका दिन उहाँहरूले प्रदान गर्नुभयो मलाई। त्यही भएर मैले अघि भने 7 वर्ष मात्रै बितेको छ, मेरो अझै केही समयहरू बिताउनु छ। यी समयमा मैले गरेका उपलब्धिहरूलाई आफूसँग आत्मसात गर्दै त्योभन्दा अझै राम्रो गर्नुपर्छ भन्ने सोचले अगाडि बढ्दै जाने हो। त्यसैमा अगाडि बढिरहेको छु। सिराहा जिल्लाले मैले यो पुरस्कार पाउँदाखेरि पनि सिराहा जिल्लाले मलाई असाध्यै माया गर्नुभयो, सम्मान दिनुभयो। तपाईँले हेर्नुभयो होला त्यो समय 2-4 दिन मेरै विषयमा पनि सामाजिक सञ्जालहरू छ्यापछ्याप्ती भएको थियो सिराहामा। त्यसले पनि मेरो कार्यालय प्रमुखले फेसबुक हेर्दाखेरि दिलीपको त एकदम राम्रो रहेछ तराई मधेसतिर भन्ने कुरा गर्नुभएको थियो। त्यही भएर त्यो गर्नुपर्छ। आफूले जहाँ बसे पनि सङ्घर्ष गर्ने हो। त्यसले आफ्नो जीवनलाई पनि फाइदा पुर्याउँछ, आफूलाई पनि उचाइ दिन्छ र त्यसले कतै न कतै राज्यलाई सहयोग पुगिरहेको हुन्छ। म सधैँ कहिलेकाहीँ तालिममा भन्ने गर्छु, जति बेला आफू यो पृथ्वीमा जन्मिन्छ मान्छे कुनै पनि व्यक्ति, त्यहाँनिर उसलाई सहयोग गर्ने आमा आफ्नै प्रसव पीडामा हुन्छ, बच्चालाई सहयोग गर्न सक्दैनन्, बुवालाई जानै दिँदैनन्, घरका फ्यामिली मेम्बर वा समाजका व्यक्तिहरूले त्यहाँ सहयोग गरेर मान्छेलाई बचाएको हुन्छ। त्यही भएर हाम्रै दायित्व भनेको हामी एउटा ठाउँमा पुगिसकेपछि जसले हामीलाई जीवनलाई राम्रो तरिकाले अगाडि बढ्नलाई सुरु अवस्थामा सहयोग गर्यो, त्यसको लागि पनि हामीले काम गर्नुपर्छ भन्ने मेरो बुझाइ हो। हामी त्यसरी अगाडि बढ्नुपर्छ। म त्यसरी पनि अगाडि बढिरहेको छु। यसको मतलब यो होइन कि आफ्नो घर परिवार छोडिदिने भन्ने पनि होइन। आफ्नो घर परिवारलाई एउटा सम्पन्न बनाउनुको सँगसँगै व्यक्तिहरूलाई पनि सहयोग गर्नुपर्नेछ। यी गर्दै गयो भने अवश्य पनि राम्रो गर्न सकिन्छ। अब भविष्यमा अझै राम्रो गर्ने सोचका साथ अगाडि बढ्छौँ। बिल्कुल। म अब अन्ततिर आइसकेको छु। दिलीपजी, एउटा कुराकानी गर्दा तपाईँले के भन्नुभएको थियो, म पछि नेता भन्छु भनेर। त्यो हँसी ठट्टा मात्रै थियो कि अगाडिको प्लानिङ यो छ? होइन अनुपमजी, यस्तो हो। अब अहिले सबै ठाउँमा मान्छेहरू आफ्नो ठाउँमा नेतृत्व गर्ने नै सबै नेता हो होइन, त्यसलाई त्यसरी बुझ्नुपर्छ। मैले अघि भनिसकेँ, नेतृत्व गर्ने मेरो चाहना हो। कुन क्षेत्रमा गएर कहाँ नेतृत्व गरिन्छ भन्ने अहिले भनिहाल्न त्यति उपयुक्त नहोला। तर म जहाँ बसेको छु त्यहाँ नेतृत्व गरेर बसेको छु भन्ने कुरा विगतका इतिहासले पनि देखाएको छ। म पत्रकारितामा बसेँ, पत्रकार महासङ्घको सहसचिव, जिल्लामा सहसचिव भएँ, अध्यक्षको लागि प्रतिस्पर्धा गरेँ। त्यहाँबाट 3 जना प्रतिस्पर्धी हुँदा निकटतम प्रतिद्वन्दी भएर सल्लाहकारको भूमिकामा बसेँ। प्रेस चौतारीमा थिएँ, प्रेस चौतारीमा पनि एउटा नेतृत्व गरेर अगाडि गएको थिएँ। त्यो नेतृत्व क्रम अगाडि चल्दै गर्दाखेरि म निजामतीमा सिफ्ट भएँ।
जहाँ निजामतीमा सिफ्ट भएको छु त्यहाँ नेतृत्व गर्ने मेरो पद त होइन, तर पद नहुँदाहुँदै पनि सबैसँग मिलेर सबैको मनमा छिरेर राज्यप्रतिको आफ्नो दायित्व बोध गरेर नागरिकलाई सेवा गर्नुपर्छ भने त्यो आफ्नो भावनालाई जागृत गरेर कतै न कतै केही न केही रूपमा नेतृत्वदायी भूमिका खेलिरहेको छु जस्तो लाग्छ। भविष्यमा समय कस्तो हुन्छ भन्न सकिन्न, समयले साथ दियो भने नेतृत्व गर्ने ठाउँमा पुग्नुपर्छ भन्ने बुझाइ हो। कहाँबाट पुग्ने भन्ने अहिले भन्न सकिन्न, त्यो समय केही गोप्य राखौँ जस्तो लाग्छ। हस्, थ्याङ्क यू भेरी मच। तपाईँको धेरै महत्त्वपूर्ण समय र धेरै महत्त्वपूर्ण वार्तालाप आज भयो र धेरै कुरा सिक्न सकिन्छ तपाईँबाट, मलाई त्यस्तो अनुभव भएको छ। पक्कै पनि हाम्रो जीवनमा धेरैजनाको योगदान हुन्छ हामीलाई अगाडि बढ्ने। जन्मदेखि नै हामी अर्कैको भरमा हुन्छौँ र मृत्युसम्म कसै न कसैको हामी अगाडि बढ्छौँ भने कसै न कसैको योगदान हुन्छ। त्यही भएर हाम्रो पनि योगदान त्यो हामीलाई अगाडि बढाउने, हाम्रो समाज, हाम्रो आमाबुवा, हाम्रो देश प्रति केही न केही कर्तव्य हुन्छ र त्यो कर्तव्य इमान्दारीपूर्वक आफ्नो ठाउँमा जुन काम गरिरहेछु त्यही काममा गरेपछि एउटा असल नागरिकको कर्तव्य निर्वाह गर्न सकिन्छ। दिलीपजीको आजको यो अन्तर्वार्ताले मलाई यो एउटा सिक दिएको छ। पक्कै पनि तपाईँहरू पनि धेरै कुरा सिक्नुभएको होला। धन्यवाद। तपाईँहरू हेर्नुभयो अहिले अनलिस्टेड रिभिल युट्युब च्यानल। राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर अवश्य गर्नुहोला। थ्याङ्क यू भेरी मच।